आँखामा किरा पर्यो आँखामा हाम्रो यो भाइ आउँदैछ है गाइस यो हाम्रो भाइ विकास हुँदै गएको गाइस भनौँ न एउटा विकासको आधार भनेको मेन बाटै हो के भयो आँखामा घरबाट निक्ले घरबाट अलिकति माथिबाट घरभन्दा अलि माथिबाट निक्ल्नु म यो हाम्रो तानापानो बाटो हो पहिलो यो बाटो बन्दैछ बाटो राति घरबाटै छ बाटो बन्दैछ यो हाम्रो मन्दिर हो गाउँको मन्दिर यो मन्दिर हाम्रो गाउँको मन्दिर हो बाटो बन्दै गरेको भएर हाम्रो बाटो हो यतिखेर सरी बाटो अहिले बन्दै भएको भएर अप्ठ्यारो त होइन तर अलि कहीँ कतै ढुङ्गाहरू राख्नु गर्ने भयो भएर अलि गन्डगोल जस्तो देखिन्छ यो हामी सानैदेखि चाहिँ हिँड्ने स्कुल पढ्न जाने शारदा मामी चाहिँ यो बाटो जाने हो पढ्न भएर हिँड्दै गइन्थ्यो गाइस अङ्कलको घर हो यहाँ माथि छ बोलाएको सुन्नु भएन यो हाम्रो चाहिँ मामाको घरै थियो अहिले चाहिँ यहाँ बस्नुहुन्न गाउँतिर बस्नुहुन्छ पानो जुन पिटीले डाँडाडुम जाने बाटो यहाँ बाटो बनाउँदैछ गाउँमा बाटो चाहिँ प्राग छ राम्रो भएको छ हाम्रो गाउँ पनि बिस्तारै बिस्तारै तरिकाले भन्ने भने चाहिँ विकास गरेको आँखा सधैँ पानी जाने यो बाटो यहाँ पानी सधैँ जम्छ यो बाटो चाहिँ यहाँनिर चाहिँ सधैँ पानी जाउने अलिकति राइड हान्न चाहिँ अलिक गाह्रो हुने यता त्यता बाटो त एकदम राम्रो के हो भयो भनौँ पहिला कति अप्ठ्यारो छ यहाँ एकदम सजिलो भएको अहिले यो अँधेरी भन्ने ठाउँ यो टाकुराबाट मुनि आइयो टाकुरा भन्छु
योभन्दा मुनिलाई अब यहाँबाट चाहिँ पिच छ फेरि बाटो सारा स्कुल जाने बाटो ओहो आँखामा किरा पऱ्यो आँखा किरा पऱ्यो आँखामा किरा पऱ्यो आँखामा किरा पऱ्यो आँखामा